नमस्कार साथीहरू, आज चाहिँ हामी साउथ इन्डिया जानेको ट्रिपमा हामी यता यो काठमाडौँमा आगो लाउने त जति पनि सबै देशीहरुमा छन्। सेनाले अनुसन्धान गरेर त्यसलाई ठिक गर्नु सेनाले गर्नु हजुर देखिनु हैन यस्तो चले ल ल देखियो भनेर होइन युट्युबमा हेर्नको मजा आउँला त पछि यस्तो होला होला कि बुवा त देखिनु भएन बुवा हाय यहाँ चाहिँ हाम्रो दाइ है पाइने नि भला पनि खान पाइने नि बात छैन उपारी गर्नु ट्राफिक साइन्स हो छोरी राम्रा भनेर आफूले हेर्न उ गर्न लमै मजाले हेरौँ भन नि त सरकारी भवन चाहिँ के गर्नु सक्दैन नानी बीच बाहिर हेर्न तौलियाको बाटो हुँदै आइरहेको अहिले हामी ठ्याक्कै लुम्बिनीको एरियामा आइपुगेका छौँ। अब यताबाट चाहिँ भैरवबाट बोर्डर क्रस गरेर आज गोरखपुरसम्म पुग्छौँ होला। यो चाहिँ लुम्बिनी बस पार्क। एरिया यही हो 200 कति बिगा छ रे हजुर गेट भएको लुम्बिनी जाने बाटो लुम्बिनी मन्दिर जाने हो यहीबाट जाने हो नि मायादेव मन्दिर जाने बाटो यो पनि हो कि एउटा होइन हामीले भैरवा बजार बुद्ध चौकबाट घुम्न थाल्यौँ खतरा गेट तल बनाएको छ नेपालले।
गाडी अगाडि रुकिरहेछ हामी फेरि अगाडिको कुराहरू अपडेट गर्छौँ साथीहरू अब हामी गोरखपुर जान लाग्यो गाडीमा छौँ साथीहरू हामीले गोरखपुर रेलवे स्टेसनमा आएको छौँ अब हामी ट्रेनमा चढ्नुभएको साथीहरूको लागि जान्छौँ ट्रेन स्टार्ट भयो गोरखपुरको साथीहरू हामी चाहिँ गोरखपुरको ट्रेन चढेर साउथ इन्डियाको लागि हिँड्न लागिसक्यौँ हाम्रो ट्रेन पनि हिँडिसकेको छ हाम्रो हेरेको छैन त्यो ट्रेन हिँडेको छ यो त हेर्न हेर्दा ठिक छ यो त हेर्नु न यता साथीहरू आज चाहिँ हामी केरला पुगिसक्यौँ यता धेरै रुखहरू छन् कोकोनट र केराको धेरै छन् साथीहरू हेर्नुहोस् साथीहरू कति धेरै रुखहरू छन् कोकोनटको सुगर केनहरू कति गर्मी छ भन्ने साथीहरू हामी ट्रेनमा आइसक्यौँ यो चाहिँ पद्मनाभ मन्दिरको एउटा नर्थ गेट हो दर्शन चाहिँ भोलि गर्छौँ दर्शन चाहिँ भोलि गर्ने साथीहरू अनि अर्को भिडियो अपलोड गर्ने साथीहरू अर्को भिडियो हेर्नलाई च्यानल सब्सक्राइब गर्नु होला अर्को भिडियो हेर्नुलाई च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि लाइक पनि गरिदिनु होला बाई